एकदम सादी पुल यो पोखरा फेवातालबाट बगेर आएको पानी हो यो चाहिँ। यो फुर्से खोला समेत मिलेर फेवातालको डेभिस फल हुँदै तल तल चाहिँ जमिन मुनि भित्रबाट कुना कान्दरा हुँदै बगेको पानी हो यो चाहिँ। ल हेर्नु होला यो डिल, डरलाग्दो छ डिल। अहिले फेरि यताबाट पारीको डिल आएँ। ल हेर्नुहोस् है, यताबाट फेरि पारी देखाउँछु म। पारी अहिले जुन खिचिएको छ भिडियो यहाँ हो, त्यहाँबाट हो। यो पुलबाट खिचेको अघि यहाँबाट यस्तो डर लाग्दो छ यो भिर। अबि तल खेल मैदान छ, यस्तो छ है। आहा दामी देखियो त यहाँ चाहिँ यो 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 फेरि अहीँको उता हो, त्यहाँ पारीबाट खिच्यो हो। यो फेरि पावर हाउस भइगयो। अहिले फेरि म पल्लो डाँडामा आएर भिडियो खिचिरहेको छु। यो चाहिँ यताबाट देखिएको दृश्य अहीँको पारीबाट। यो पोखरा पावर हाउसबाट खिचिएको दम सादी पुल। यो पोखरा बिरौटा 17 पावर हाउस नेरको हो यो चाहिँ। यो सेती नदी माथिको रहेको पुल हेर्नु होला दृश्य। रातो पहरा पनि भन्छ यता। यो सेती नदी सुसाउँदैछ। सेती नदी यस्तो ग्रिन हरियाली छ साथीभाइहरू। तपाईँले यस्तो दामी यता माथि यो चाहिँ यसको विशेषता चाहिँ यो चाहिँ के हो भने पोखराको फेवातालबाट त्यो तल डेभिस फल हुँदै झरेको पानी हो यो। प्लस उता माथिबाट आउँछ फुस्रे खोला लगायत जोडिएर आएको पानी यो त्यसरी बगेर आउँछ। अनि यता चाहिँ यो चाहिँ पुरानो फेवा पावर हाउस, पुरानो फेवा पावर हाउस हो यो। ए सन्दर्भमा एउटा गुनगुनाउन। बर्खायाम लाग्यो त्यो सेती खोला साले ज्यो उरुले बेसरी यतैको माया भेट भयो आज साले जो बात मारौँ कसरी। ओहो माया बात मारौँ कसरी। यो झरना हो, योबाट झरेको पावर हाउसदेखि